म विगत 7 वर्षदेखि वर्कआउट गरेर छु अनि 7 वर्ष कुनै सानो समय होइन। 7 वर्ष एउटै काम गरिरहनु कन्सिस्टेन्सी डिसिप्लिनमा पुरै बसिरहनु कुनै पनि मजाक होइन। हालको समयमा भन्दाखेरि मान्छेले जिम जोइन गरेर एक्सर्साइज होमवर्कआउट गरेर 1 महिनामा 2 महिनामा 3 महिनामा धेरैमा धेरै 6 महिनामा आफ्नो थोरै रिजल्टलाई लिएर सेटिस्फाइड हुन्छन् अनि जिमलाई होमवर्कआउटलाई छोडिदिन्छन्। तर त्यो बानी एकदमै नराम्रो बानी हो। हजुरको 6 महिनामा त बडी राम्रो बन्छ, चेन्ज त फिल गर्नुहुन्छ, त्यो त स्योर। तर त्यो चेन्ज भएको इफ तपाईले चेन्ज फिल गर्नुभयो, देख्नुभयो अनि त्यसपछि छोड्नुहुन्छ भने एकदमै घाटा हो तपाईलाई। यसले जति रिजल्ट दिएको छ 6 महिनामा इफ छोड्नुहुन्छ भने त्यसले त्यति नै बिगाड्छ अनि फ्युचरमा धेरै प्रब्लम हुन सक्छ। त्यही भएर जिम एक्सर्साइज यो एउटा यस्तो फिल्ड हो जुन जीवनभर लाइफको एन्डसम्म गर्न सक्नुपर्छ। हामीले गर्नुपर्छ नै। इफ हस्पिटलको बिलबाट बस्नु छ भने, इफ मेडिकलको मेडिसिनबाट बस्नु छ भने एक्सर्साइज गर्नु नै पर्छ।